त्यो भित्र हेर्न जाँदैछु है त कस्तो रहेछ। ल साथीहरू म चाहिँ अब यहाँबाट भित्र जाँदैछु, गेटबाट इन भएँ। ट्याट एक्लै त केही नहुने रहेछ यार। हेलो गाइज, वेलकम ब्याक नेक्स्ट भिडियो है। आज चाहिँ म यता सुर्खेतमा छु। म चाहिँ ठ्याक्क कहाँनिर छु भने यो बुलबुले उद्यान, सुर्खेत बुलबुले ताल भन्छ नि, त्यो भित्र हेर्न जाँदैछु है त कस्तो रहेछ। अहिलेको चाहिँ ठ्याक्क अहिलेको समय कति बज्यो भने बेलुकाको 5 बज्यो। अलराइट गाइज, म चाहिँ फर्स्टमा अब टिकट लिएर चाहिँ भित्र छिरेँ। 30 रुपियाँको टिकट रहेछ होइन, 30 रुपियाँ लाग्ने रहेछ। अब टिकट लिएर चाहिँ म बुलबुले उद्यान गेटबाट भित्र जाँदैछु। अनि यहाँनिर बाइक लिएर जानुपर्ने रहेछ, बाहिर राख्ने ठाउँ रहेन रहेछ। सो म चाहिँ बाइक लिएर भित्र इन हुँदैछु है त गाइजहरू। ल गाइजहरू म चाहिँ इन भएँ, इन टक्क लाएर। यता पार्किङ हुन्छ अब मेरो चाहिँ। पाँच बज्यो। म चाहिँ अब गेटबाट ठ्याक्क भर्खर भित्र इन भएँ। मोटरसाइकलहरू यहाँनिर पार्किङ गराएको छु होइन। अब सर भित्र जान्छु होइन, के रहेछ है। जति पनि नयाँ साथीहरू हुन्छ यदि मेरो च्यानललाई चाहिँ सब्सक्राइब गर्नु भएको छैन भने कमल मगर अफिसियल युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला है। ओके गाइज, ल साथीहरू म चाहिँ अब यहाँबाट भित्र जाँदैछु, गेटबाट इन भएँ। अब यहाँबाट सुरु हुन्छ गार्डनहरू होइन। यसरी यहाँनिर चाहिँ सानो एउटा मन्दिर रहेछ। ओ हाँस त टन्नै रहेछ त फेरि। बुलबुले उद्यान, ए बोट पनि पुरै खैरी परिसकेछ यार। जस ठिकै, यहाँसम्म चाहिँ ठिकै छ। यहाँनिर चाहिँ फोटो सुट। यो चाहिँ सुर्खेत, यो बस पार्कभन्दा अलिकति तल ठ्याक्क अपोजिट साइडमा पर्छ होइन। तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्नको लागि। सुर्खेत बुलबुले ताल भने त धेरै नाम चाहिँ सुन्नुभयो होला। अब म तपाईँलाई टाइपको भिडियोमा चाहिँ देखाउने भएँ है त गाइजहरू। ल यहाँनिर यस्तो रहेछ। पोस्ट गर्दैन कि अर्को अर्कै नि बनाए त पोस्ट गर्दैन नि अर्को हल्लै यहाँनिर चाहिँ धेरै धाराहरू छ के। म यहाँभन्दा आजभन्दा लगभग विगत 10-12 वर्ष अगाडि आएको थिएँ एकैपटक है। कतिको चेन्ज भएको रहेछ हेर्दै जाऊँ। कहाँ यार माछा पनि हुन्छ भन्दै थियो यार यहाँ। यहाँ चाहिँ फोटो खिच्ने ठाउँ रहेछ। यहीँ होला माछा आउने होइन, टल्किने रहेछ कि फेरि उताबाट देखिन्छ होला सायद। जम्मै आकाशमा टल्किने रहेछ। ए यता रहेछ त धारा त। धारा रहेछ यहाँ चाहिँ। जान्छ
यहाँनिर चाहिँ धारा रहेछ। यो हो यहाँभित्र रहेछ त यार। ताल त अचेल त यस्तो बना रहेछ त यार। अझै पुरै हो क्या फेरि आफ्नै तालमा हो क्या फेरि। यो एक्लै यो फेरि हानिदिने भयो त फेरि। ए यो रहेनछ यार, यो त अलिअलि मात्रै पानी रहेछ। उता पो रहेछ त ताल त खतरा त। यहाँनिर यस्तो गार्डनहरू रहेछ। यो त लगभग पहिला पनि यस्तै थियो, तर पहिला अलि टक्कै स्मार्ट देखिन्थ्यो। अचेल भने चाहिँ अलिक खैरी परे जस्तो देखिन्छ कि। बाटोहरू पहिला नयाँ नयाँ चाहिँ दामी देखिन्थ्यो होइन। र अचेल भोलि चाहिँ यस्तो देखिने रहेछ। ल है साथीहरू, म चाहिँ यहाँनिर पुगिसकेको छु अहिले। म चाहिँ भित्र जाँदैछु। यतातिर चाहिँ गार्डनहरू छ होइन, यतातिर गार्डनहरू छ। पहिला चाहिँ यहाँबाट गएर अनि त्यस पछाडि चाहिँ यताबाट यस्तो राउन्ड हानेर आउँछु। यता भित्रभित्र होइन। ठाउँ चाहिँ राम्रो छ भन्ने सुनिराखेको छु, बट तपाईँलाई म देखाउँछु यो आज कस्तो रहेछ। यो के को रुख थाहा छ तपाईँहरूलाई? चिन्नुहुन्छ यो के भन्छ? यसलाई ड्याम्मर भन्छ। ड्याम्मर, हाम्रोतिर ड्याम्मरको रुख। एकदम फटाफट देखाएँ है त म तपाईँहरूलाई। ए ल, ताल त गतिलै रहेछ त यार गाइजहरू। पानी भरिभराउ रहेछ। बाटो जाउँ है त। त्यहाँ पहिला बोर्डहरू पनि हुन्थ्यो। आजकल त खै मैले बोर्ड नदेखाएको कि नभएको यार। तिमी मलाई पर्लै नै मन पर्ने रहेछ। बोर्ड त रहेछ र न त। अहिले बोर्ड चालु छैन होला सायद। ल गाइजहरू, ल हेर्न सक्नुहुन्छ है तपाईँहरूले। यहाँको बुलबुले ताल चाहिँ यो हो। सुर्खेतको बुलबुले ताल चाहिँ यो हो। अब यो तालको उताको अर्को छेउतिर जाँदैछु है त म चाहिँ। टकटक म चाहिँ हिँडेर जाँदैछु। टिकटक टिकटक बाबा बाबा। ए यता त केही रहन्छ यार, ताल मात्रै पो रहेछ त। ल यहाँनिर चाहिँ यस्तो रहेछ है। रेस्टुरेन्ट पनि रहेछ। डङ्गा यस्तो पो रहेछ त यार। यो रहेछ यहाँनिर सिप चाहिँ। कतिजना हो त्यहाँ जान मिल्ने? ए सिट रहेछ त। अब चढ्न थियो अहिले आएपछि पैसा दिएर पठाउनु लाग्यो।
म्यामलाई बसाल्न देऊ कति हुन्छ यहीँ छौँ त हामी म्याडमलाई बसाल्न दिनु पार्वती म्याम यहाँ चाहिँ सामान्य कुराकानी भएछ टिकटको विषयलाई। 100 रुपियाँ टिकट हो यो सिपको कति रुपियाँ टिकट हो 100 रुपियाँ हो क्या होइन बोट खेलौँ भनेको अब यो टोलीमा चाहिँ नलाने अरे होइन अब अर्को ग्याङ बनाउने अरे फेरि 6-7 जना कहाँ खोज्न जाने हो मैले 6-7 जना चिन्ता लागेर आयो 5-7 जना हुँदै हुन्न होला टोलीहरू बोट चाहिँ अब जानु लाग्यो है अब हेर्नै बस्ने अब यस्तो पो रहेछ बुलबुले आचेल भोलि त अब अरू खेलेको हेर्ने फर्किने अब क्या अन्त टिमै पुग्दैन ल साथीहरू म चाहिँ अब यहाँबाट निस्किएँ बोट खेल्ने भनेको हाम्रो चाहिँ टिम पुगेन क्या 6-7 जना चाहिने रहेछ होइन लास्टमा यत्तिकै फर्किएँ अब म चाहिँ अब जानु पर्यो अब यताबाट जानु पर्यो गार्डनबाट यहाँबाट भएर सर बाटो यता पनि छ अब कता जानु त यो बाटो जान्छु अब म यहाँ परबाट जान्छु यस्तो रहेछ यहाँको गार्डन है अब चाहिँ यहाँ बस्ने ठाउँ पनि रहेछ ल बस्नु त बस्नै धुलो रहेछ यार धुलो धेरै छ यहाँ बसौँ भनेको यहाँ पनि धुलो छ यार अब कहाँ बस्ने हो त यार फेरि पर जानु पर्यो एकलट बन्द छ यार त्यो पनि
यो चाहिँ राम्रो छ है ल यो चाहिँ राम्रो छ अब एकछिन चाहिँ यहाँ बस्नुपर्छ होइन फोटो खिचौँ भनेको यार साथीहरू ट्याट एक्लै त केही नआउने रहेछ यार झोला भिर्ने हो लाग्ने हो अब 30 रुपियाँमा अब लगभग 20 रुपियाँ जति सक्यो कति रुपियाँ होला भने चाहिँ अब 10 रुपियाँ होला अब टिकट चाहिँ 30 रुपियाँ रहेछ होइन अब 20 रुपियाँ सकिसक्यो अब 10 रुपियाँ बाँकी होला यहाँबाट त्यहाँ पुग्दा त्यहाँ माथि पुग्दासम्म 10 रुपियाँ ठिक्कै त्यहीँ सकिन्छ ल ठिकै छ त्यति नराम्रो चाहिँ रहेछ छैन होइन जे होस् ठिकै छ भनौँ राम्रै छ यस्तो छ यहाँ भित्रको है बुलबुले भित्रको यो गार्डनहरू यस्तो छ मजाले हेरेर चाहिँ इन्जोय गर्नुहोस् है साथीहरू ल इन्जोय लिनुहोस् इन्जोय यदि चाहिँ यो बुलबुलेमा कोही आउनु भएको छैन भने मजाले चारैतिर हेरेर चाहिँ इन्जोय लिनुहोस् रमाइलो गर्नुहोस् यस्तो रहेछ बुलबुले भन्ने पनि सुर्खेतको बुलबुले भन्ने ठाउँ चाहिँ यस्तो रहेछ बुलबुले ताल भन्ने पनि अब तपाईँहरूले चाहिँ नआइकन देख्नुभयो यहीँ आयो त मेरो साथी त कहाँ जानुहोस् कान्छा ओ साथी यता आउनु ओ साथी के रहेछ यार यो टाङ्की अब बुलबुले पनि घुमेर भ्याइयो अब ल म यहाँबाट उता लागेको हो है यहाँ यो बाटो भएर उता गएँ ट्याक्क अब यहाँनिर निस्केँ म चाहिँ के यार हामी त दामी छ कि के हो यसो त राम्रो देखिन्छ त फर्केर जमजम जस्तो लाग्यो त यहाँ त मलाई ए ठिकै छ म चाहिँ अलि यताबाट आएँ होइन यो चाहिँ अलि यताबाट यो ठिक छ ठाउँ राम्रो छ च्याम्मला निस्किनु पर्यो यार कतै घुम्नु अवश्य ढिला भइसक्यो कति ट्याक्क आधी घन्टा घुमेछु ल बुलबुलेमा आधी घन्टा घुमेछु एकछिन तल गएर एकछिन वेट गरेँ अझै म बाहिर निस्किँदैछु ल अहिलेसम्म चाहिँ भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच एभ्रिवान सबैजनालाई फेरि पनि यस्तै भिडियोहरू हाल्ने गर्छु म Thanks for watching this video.